क्या बताना है? अभी इसमें अंतर्वार्ता दे रहे हैं बात है ना? नमस्कार, सीधा प्रश्नमा तपाईलाई स्वागत छ। प्राविधिक मित्रहरूसँगै म वरिराम चौरसियाको। अधिकारका लागि सञ्चार सामुदायिक रेडियो परिवर्तन 89 मेगाहर्जद्वारा उत्पादित कार्यक्रम जिल्लाभित्र र जिल्ला बाहिर विभिन्न रेडियोमा एकसाथ पस्किरहेका छौँ। रेडियो शीतगङ्गा अर्घाखाँची ठाडा, रेडियो मायादेवी 4 नम्बर जितपुर, रेडियो शिवराज चनौटा र रेडियो विजयनगर गाउँपालिकाबाट यो कार्यक्रम प्रत्यक्ष सुनिरहनु भएको छ। सीधा प्रश्नलाई तौलियाबा स्थित नयाँ टोलमा रहेको कृषाङ्ग डेन्टल क्लिनिकले स्पोन्सर गरेको छ, जहाँ सबै किसिमको दन्त उपचार सेवा प्राप्त गर्न सक्नुहुन्छ। समसामयिक राजनीतिक प्रसङ्गको सिलसिलामा आज आध्यात्मिक र शाकाहारी अभियान अन्तर्गत बाबा जय गुरुदेव आध्यात्मिक सत्सङ्ग नेपालद्वारा यही 2082 साल कार्तिक 8 गते रूपन्देहीको सिद्धार्थनगर नगरपालिका भैरवाको अञ्चलपुरमा हुन गइरहेको विशेष शाकाहारी अभियान र बाबाको मुख्य व्यक्तित्व उमाकान्त बाबा आउँदै हुनुहुन्छ र यही सन्दर्भमा प्रचारक व्यक्तित्वहरू हामीसँग हुनुहुन्छ। बाबा जय गुरुदेव आध्यात्मिक सत्सङ्ग नेपालका मुख्य प्रचारक प्रदीप यादवज्यू र नामदान सेवा प्रचारक बरसाती प्रसाद यादवज्यू हुनुहुन्छ। उहाँहरूसँग ताजा कुराकानी जानकारी यस सम्बन्धी लिनेछौँ। त्यति बेला सीधा प्रश्नमा बाबा जय गुरुदेव आध्यात्मिक सत्सङ्ग नेपालका प्रमुख प्रचारक आदरणीय जय गुरुदेवजी प्रदीप यादवजी, यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद, धेरै धेरै धन्यवाद हजुरलाई। यसै गरी आदरणीय प्रचारक नामदान व्यक्तित्व बरसाती प्रसाद यादवजी, यहाँलाई पनि स्वागत छ। धन्यवाद सर। अब प्रमुख प्रचारकज्यू, जुन बाबा जय गुरुदेव आध्यात्मिक सत्सङ्ग नेपालले शाकाहारी अभियान तथा सङ्कटग्रस्त अवस्थाबाट सुरक्षित मानवलाई गर्ने जुन अभियानमा जुट्नु भएको छ, यस सम्बन्धी प्रकाश पार्दिन म हार्दिक अनुरोध गर्दछु। धेरै राम्रो प्रश्न अहिले हजुरले राख्नु भएको छ। अहिलेको परिवेशमा यो मलिन युग, कलियुग जस्तो मलिन युगको सङ्कटकालीन र विषम परिस्थितिमा आज बिहानदेखि बेलुकासम्म व्यक्तिहरू, मानिसहरू आफ्नो पेट भर्नका निम्ति दुःख कष्ट र परेशानीहरू झेल्दै बिहानदेखि बेलुकासम्म त्यही भौतिकवादीमा व्यस्त भएर आफ्नो जीवकोपार्जन उहाँहरू गरिराख्नु भएको छ। आफ्नो अनमोल श्वासको पुँजी, जुन श्वासको पुँजी हामीलाई प्रभु परमात्माको दर्शन गर्नको लागि, अमन चयन प्राप्त गर्नका निम्ति र यसका साथसाथै यो जीवात्मालाई कल्याण गर्नका निम्ति हामीलाई जुन प्राप्त भएको छ, यो अनमोल श्वासको पुँजी बिहानदेखि बेलुकासम्म आज मानिसहरू यो पेट भर्नका निम्ति मात्र या त पाप गर्छन् या त पुण्य गर्छन्। यो दुईटा काम गरिरहेका छन्। के गर्नका निम्ति? पेट भर्नका निम्ति, त्यो सुख र शान्ति प्राप्त गर्नका निम्ति। तर सुख र शान्ति कहीँ न कहीँ हामी प्राप्त गर्न सकिरहेका छैनौँ। हरेक व्यक्ति जसँग सम्पत्ति छैन त्यो सम्पत्तिका लागि दुखी छ, र जसँग सम्पत्ति छ त्यो सम्पत्ति जोगाउनका लागि दुखी छ। भन्नुको अर्थ के हो भन्दाखेरि जति प्रयास हामीले गरिरहँदाखेरि पनि हामी सुखी छैनौँ, हामी सम्पन्न छैनौँ, शान्ति हामी महसुस गरिरहेका छैनौँ। हो, यस्तो परिस्थितिमा विश्वविख्यात, विश्व चर्चित, विश्व विभूति परम सन्त बाबा जय गुरुदेवजी महाराज तथा उनको आध्यात्मिक उत्तराधिकारी पूज्य उमाकान्तजी महाराज उज्जैनबाट हाम्रो नेपालको यह पावन धरतीमा पधारेर हामीलाई सुख शान्ति अमन चयन कसरी हामी प्राप्त गर्न सक्छौँ, यसको सँगसँगै बिहानदेखि बेलुकासम्म
जुन पेट भर्नका निम्ति हामी मेहनत गरिरहेका छौँ तैपनि त्यो सुख र शान्ति हामी प्राप्त गर्न सकिरहेका छैनौँ। त्यो सुख शान्ति कसरी प्राप्त गर्न सक्छौँ? हाम्रो पेट भर्नका निम्ति हामी सुख शान्ति र पेट कसरी हामी इजिली भर्न सक्छौँ र त्यति मात्र होइन, हाम्रो जीवात्मामाथि लागेको कर्म कसरी साफ हुन सक्छ, हामी कसरी निर्मल बन्न सक्छौँ र यही मनुष्य शरीरमा हामी ईश्वरको दर्शन कसरी गर्न सक्छौँ भन्ने उद्देश्यका साथ उमाकान्तजी महाराज आइराख्नु भएको छ। अब आदरणीय गुरु प्रसादी प्रसाद यादवज्यू, उमाकान्त महाराजजी जुन आउँदै हुनुहुन्छ बाबाजीको दर्शन कतिको आवश्यक छ र मानव आचरणमा साँच्चीकै शाकाहारी जीवन कति लाभदायक छ, यो विषयमा प्रकाश पारिदिनुहोस् न। सन्त दर्शनले पातक नाश हुन्छ, अन्तःकरणमा शुद्धिकरणको हुन्छ। साथसाथै सन्त दर्शनले हाम्रो कर्म नाश हुने, पूर्व जन्मको सञ्चित कर्महरू नाश हुने, उहाँको दर्शनले हाम्रो चाहिँ के भन्छन् भने यो सुख शान्ति आउने, उहाँको दर्शनबाट हाम्रो देवी देवताहरू खुश हुने, किनभने देवी देवताको शक्ति उहाँभित्र छ, प्राप्त गरिसक्नु भएको हुन्छ, जसको अन्तर्दृष्टि खुलिसकेको हुन्छ, शिवनेत्र खुलिसकेको हुन्छ। उहाँहरूको सामने जब जीवहरू पर्छन् तब तिनीहरूमा एटोमेटिक बदलाव आउँछ, तिनीहरूको संस्कारमा परिवर्तन हुन्छ, चोरी बेविचारबाट टाढा रहने, शाकाहारी सदाचारी बाटो अपनाउने, आध्यात्मिक चिन्तनमा लाग्ने गर्दछन्। त्यही भएर आज सन्त महापुरुषहरूको ज्ञानको आवश्यकता छ। घरको व्यवस्था ठिक गर्नको लागि, समाजको व्यवस्था ठिक गर्नको लागि, देशको व्यवस्था ठिक गर्नको लागि आज सन्त महापुरुषहरूको आवश्यकता छ। उहाँहरूले देशको सामाजिक, राजनैतिक र धार्मिक, आध्यात्मिक सबै किसिमको व्यवस्थालाई समग्रमा लिएर अगाडि त्यो अभियानहरू चलाइराख्नु भएको छ। अब त्यसको अनुभव गर्नको लागि त उहाँको सामने उपस्थित हुनुपर्छ, पहिचान गर्नुपर्छ। यहाँ सन्त हुन् कि होइनन्, सन्त गति प्राप्त गरे कि गरेनन्, सन्त कोही दाढी बाल वेशभूषाको नाम होइन, सन्त एउटा सुप्रिम पावर हो, जसभित्र त्यो शक्ति आउँछ त्यसले मात्रै त्यो काम गर्न सक्छ। अब त्यसको पहिचान तिनलाई चिन्नको लागि त तिनको सामने पर्न आवश्यक छ, तिनको मार्गबाट मार्गदर्शन लिएर यो शरीरभित्र अभ्यास गर्न आवश्यक छ। त्यो शरीरभित्र अभ्यास गरेपछि यो शरीरभित्र देवी देवता ब्रह्मा विष्णु महेशहरू प्रकट छुन्छन् कि हुँदैनन्, त्यसको अभ्यास गरेपछि मात्रै पाउन सकिन्छ भन्ने हाम्रो गुरु महाराजको उद्देश्य हो। उहाँ शुद्ध सनातनी हुनुहुन्छ, सनातन धर्मको पक्षमा हुनुहुन्छ। सनातन धर्मको आज रक्षाको लागि मांसाहार हटाउन आवश्यक छ, शाकाहारी सदाचारी नशामुक्त बन्न जरुरी छ। किनभने हाम्रो धर्म वेद शास्त्र 18 पुराण जसले जो बाटो सिकाएको छ त्यो बाटोमा आउनु नै धार्मिकता हो। अब यो सँगै मुख्य प्रचारकज्यू, खास गरी सन्त गुरु आदरणीय उमाकान्त महाराजको दर्शन पाउनका लागि र यसको व्यवस्थापन पक्ष कहाँसम्म तयारीहरू पुगेको छ र कहाँ कहाँ प्रचार गर्दै हुनुहुन्छ र कति जति आउन सक्ने सम्भावना भक्तजनहरूको उपस्थिति हुन सक्छ र जय गुरुदेवको अनुयायी बाहेक पनि आफ्नो यदि शुद्धिकरण आफ्नो आचरणमा चाहनुहुन्छ, हित चाहनुहुन्छ, यो जीवनलाई सार्थक तुल्याउन चाहनुहुन्छ भने उहाँहरूको उपस्थितिलाई कसरी स्वीकारिन्छ, नम्बर लगायत सबै कुरा प्रदान गरिदिन आग्रह गर्छु। धेरै राम्रो प्रश्न। फेरि अहिले लगभग 1 महिनादेखि 1 महिनाभन्दा बढी नै भइसक्यो यो प्रचारको र यो सन्त आगमनको हाम्रो नेपालको पावन भूमिमा भैरवामा जुन यही कार्तिक महिनाको 8 गते र 9 गते 2082 मा प्रदर्शनी मेला मैदान भैरवामा जुन उहाँको आगमन हुन गइरहेको छ, यो आगमनको र यो भव्य कार्यक्रमको आध्यात्मिक र अलौकिक सत्सङ्ग कार्यक्रमको आयोजना लगभग 1 महिनादेखि तयारी भइरहेको छ। यो तयारीमा देश विदेशबाट, यो सँगसँगै म अर्को पनि कुरा जोडिदिउँ यहाँहरूमाझ, यो बाबा जय गुरुदेवजी महाराजको आध्यात्मिक उत्तराधिकारी पूज्य उमाकान्तजी महाराज दर्जनौं वर्ल्ड रेकर्ड बनाएर गोल्डन बुक अफ द वर्ल्ड रेकर्डमा नाम दर्ज गराउन सफल हुनुभएको छ। यसको साथसाथै उहाँले 15 देशभन्दा पनि धेरै देशहरूमा
यो प्रचार प्रसार गरेर मान्छेलाई शाकाहारी सदाचारी नशा मुक्त बनाएर कति जीवहरूलाई कल्याण र उद्धार र मुक्ति मोक्ष परिवार दिलाउन सफल हुनुभएको छ। भन्नुको अर्थ के हो भने यो 1 महिनादेखि तयारी चलिरहेको यो भव्य अलौकिक सत्सङ्गको देश विदेशमा प्रचार भइरहेको छ। हाम्रो यो नेपाल देशमा मात्र नभइकन देश विदेशमा प्रचार भइरहेको छ र यो परिवेशमा देश विदेशबाट भण्डारा आउने योजना पनि रहेको जानकारी गराउँछु म। यहाँ इन्डियाबाट भारतबाट तपाईँको लगभग 20-25 वटा भण्डारा आउने, जबकि एउटा भण्डारामा हजारौं मान्छेहरूको खान सक्ने क्षमता रहेको हुन्छ। त्यस्तो 20 भन्दा बढी भण्डाराहरू आउने आशा यहाँ देखिन्छ। त्यसको सँगसँगै हाम्रो संस्थाका प्रमुख प्रचारक उहाँ 1 महिनादेखि लगातार नेपालको ठाउँ ठाउँमा यो प्रचार प्रसारका माध्यमले, यो व्यवस्थापनका माध्यमले सारा व्यवस्थापनहरू भइरहेको जानकारी गराउन चाहन्छु। यसको सँगसँगै सत्सङ्ग स्थलमा लगभग 15 दिन अगाडिदेखि नै थुप्रै सेवादारहरू इन्डियाबाट, अब भारतको गोरखपुरबाट, त्यस्तै राजस्थानबाट, त्यस्तै हाम्रो नेपालको पूर्वी नेपाल वीरगञ्जबाट, पर्सा जिल्लाबाट, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, सप्तरी लगायतका पश्चिमी नेपालमा बाँके बर्दिया, अब कपिलवस्तु भयो, त्यसपछि दाङ भयो, रूपन्देही भयो, यहाँका तमाम सेवादारहरू लागेर दिन रात मेहनत गरेर जीवको कल्याण कसरी हुन सक्छ, हाम्रो नेपाल जस्तो जुन विषम परिस्थिति आएको छ यसमा सुधार हामी कसरी ल्याउन सक्छौँ, अमन चैन शान्ति कसरी प्राप्त हुन सक्छ भन्ने उद्देश्यले लगातार दिन रात खटिराख्नु भएको छ र तयारी लगभग अन्तिम अवस्थामा आइपुगेको म जानकारी गराउँछु। अब 2 दिनपछि कार्यक्रम सुरुवात नै हुनेछ। त्यसैले सम्पूर्ण तयारी भइसकेको छ। देश विदेशबाट व्यक्तिहरू आउने क्रम जारी नै छ। अब बिहान 5:30 बजेदेखि कार्यक्रम छ भनेपछि त भोलि बेलुका सबै जुन स्थलमा प्रवचन गुरुजीले दिनुहुन्छ, उहाँको दर्शन हुन्छ, त्यो स्थलमा त भोलि बेलुका नै आवागमन भक्तजनको भइसक्नु पर्ने हुन्छ नि। हजुर, आवागमन एकदम, अब हुन त 1 हप्ता पहिलादेखि नै आवागमन चहल पहलहरू त्यहाँ धेरै बढेको छ। अब भोलि 8 गते बिहानै 5:30 बजेदेखि जब सत्सङ्ग, अलौकिक सत्सङ्ग जब सुरु हुन्छ, त्यसको पूर्व सन्ध्यामै त्यहाँ हजारौं भिडहरू पुग्ने सम्भावना हामी देखेका छौँ। अब वर्षाती गुरुजी खास गरी अहिलेको परिवेशमा उल्लेख के गरिन्छ भने जुन पापहरू छ त्यो नाश हुन्छ उहाँको दर्शनले। अनि तपाईँ निकै लामो पटक दर्शन महाराज गुरु बाबाको गर्दै हुनुहुन्छ, यहाँको अनुभवले के बताउँछ र अन्य जो जय गुरुदेवको पालक अझै बन्न सक्नु भएको छैन, उहाँ बन्न इच्छुक हुनुहुन्छ भने उहाँ कतिको जान जरुरी छ? अब म सर 2054 सालदेखि बाबा जय गुरुदेव आध्यात्मिक सङ्गतमा लागेँ। त्यो बेलादेखि मेरो घर ऐसी अवस्थामा पनि सुधार भएको छ। मैले आफ्नो कर्मलाई सुधारेको छु, गलत कर्मबाट राम्रो बाटोमा लागेको छु। त्यसको परिणामस्वरूप मैले फाइदा देखेको छु। त्यो सबै कुरा यहाँ भनेर सार्थकता छैन। संक्षिप्तमा जुन सार्वजनिक गर्न सकिन्छ त्यति कुरा मात्रै मैले सोधेको। कतिपय त अब जय गुरुदेवको अब जीवनमा कुराहरू सबै यहाँ भन्न सक्नुहुन्न तपाईँहरूले, त्यो यहाँको सिद्धान्तले पनि दिँदैन। ठुलो अनुभव यही छ कि हेर्नुहोस्, मैले 2 वटा कम्पिटिसन बिट गरेको छु, तर कुनै नेताको पछि लागेर होइन र आजसम्म कुनै नेताको पछि छैन, राजनैतिक अवस्थामा छैन। हाम्रो बाबा गुरु महाराजको भनाइ छ कि राजनीतिमा धर्म आवश्यक छ। राजनीतिभित्र बाबाजीले धर्म घुसाउन खोज्नु भएको छ, तर धर्मभित्र राजनीति हुनु हुँदैन। त्यो हिसाबले हामी लागेका हुन्छौँ। बाबा जय गुरुदेवका अनुयायीहरू निस्वार्थ भावले समाजमा सेवामा समर्पित हुन्छन् र हाम्रो सेवा भगवानले गरेको छ, गुरुको कृपाले गरेको छ। यो कुरामा हामी विश्वस्त छौँ कि म समाजको लागि, देशको लागि राम्रो गरेको छु भने त्यो मालिक गाड, भगवान ईश्वर खुदा गाडले मेरो लागि पनि राम्रो गर्ला र गरेको छ। अहिलेसम्म मेरो ब्याकग्राउन्डमा हेर्ने हो भने म ग्रास लेभलको मान्छे हुँ, तर सहस्र आत्मा उहाँको बलले काम गरेको छ कि म स्वयं जीवित छु, मेरो बच्चाहरू पनि चलिरहेका छन् र यसबाट आफ्नो काम समय निकालेर म जय गुरुदेव गुरु महाराजको सेवामा पनि समर्पण गर्ने क्षमता उहाँले नै दिनुभएको छ। त यस कारणले अब आएपछि, सम्मुख आएपछि मात्रै अनुभव गर्ने कुरा हुन्। उहाँको दया लिएर, उहाँको ज्ञानको प्रभावले जब हामी परिवर्तित हुँदै जान्छौँ, गीता रामायण जो हामी मानिस पढ्छन् त्यसमा व्यवहारिक प्र्याक्टिकली जब त्यसलाई व्यवहारमा उतार्छ, त्यो उतार्नको लागि ज्ञानको चोटको आवश्यकता पर्छ।
पढ्न त हामी सबैले पढ्छौँ, सबैले गीता रामायण महाभारत पढ्छौँ, तर त्यो कुरालाई व्यवहारिक रूपले जीवनमा उतार्न आवश्यक छ। सबैलाई थाहा छ यो काम गलत हो, यो काम सही हो, तर सही बाटोमा लाग्नको लागि ज्ञानको बाटो आवश्यक हुन्छ। त्यस कारणले मेरो प्रार्थना यही हो सबैसित कि मेरो अनुभवमा जो आध्यात्मिक जो पावर गुरुले दिनुहुन्छ त्यो पावर त हामी भन्न सक्दैनौँ, आन्तरिक विकासका कुरा हो, तर जो व्यवहारिक रूपले हाम्रो भौतिक रूपले जो परिवर्तनहरू देखा परेका छन् हाम्रो चालमा, ढालमा, अनुशासनमा, सदाचारमा, ती कुराहरू मात्रै भन्न सकिन्छ सर यो मञ्चबाट। किनभने जो आध्यात्मिक दौलत गुरुबाट जो तत्त्व मिल्छ त्यो कुरा हामीले यहाँ उल्लेख गर्न मिल्दैन सर। अब तर त्यो त कुरा त त्यो समर्थ महापुरुषको हातमा छ, उहाँले दिने र व्यक्ति सामने आएर लिने हो, जसलाई नामदान भनिन्छ, अरे भगवान प्राप्तिको मार्ग भनिन्छ। या जस्तै कोही व्यक्ति विदेशमा